गाइस ब्लग म नि यहाँसम्म मेरो घरमा छु। सो गाइस म नेपालमा बस्छु। आज मेरो स्वर एकदम छ। जिरेलाई नि म आलु त लटाउ छोरी अर्को छिमेकी दादा हो। अरे म चाहिँ बारीतिर देखाउनु यो हाम्रो बारी हो। यो बारी हो। म जहिले जाने बेलामा नि स्कुलमा नि यो टिपेर जान्छु पक्रै अब आज म बस्ती त बाढी आएको थियो हाम्रो घरतिर पानी अनि उयो आकाशमा यो फुल चाहिँ हो रातो रातो देख्दै हुन्छ नि फुल हो मेरो नि यो मेरो पनि दोकान छ। अब म स्कुल जान आँटेको र मेरो इक्जाम छ तर पनि मलाई भ्लग बनाउन पर्नुपर्छ के गर्नु हाम्रो काम अनि कति वर्षको 8 9 पुग्छु भोलि मेरो बर्थडे हो। तपाईँले सबैलाई यो बिचाइदिनु यो ब्लगै कस्तो बनिन यहाँ मजाले पूजा गर्छु मेरो ब्लगै बनाउन दिँदैन मम्मीले। मिसल्ला सिल्ला गाइस मैले सरी गरेँ क्या किन्ने सरी गाइस मैले यस्तो गरिहालेँ ब्लगमा बिगारिदिएँ। हाम्रो गाइस सेवी कति धेरै ड्रामा मेरो बाबाको सिटी छ अनि एउटा मेरो दोकान छ अनि स्कुलमा आएर यस्तो म घरको बाहिर छु म नि देखिन्छ हाम्रो सानीको म चाहिँ यहाँ नेपालमा छु टरी 8 रोड नम्बर 18 छु अनि मेरो नानी घर हप्पुर हो माथलो हलुपु अनि हाम्रो घरतिर यसरी काटेको छ पछाडि हेर्नुभयो गाइस यसरी काटेको छ रुखहरू अनि म एन्ड गर्छु। तपाईहरु मेरो भ्लगलाई सब्स्क्राइब लाइक गरिदिनुहोस् होला। म त अमिरै छु क्या मेरो बुनियाले चले दोकान फ्रीमा खाने पुरा खान्छ साथी त अनि त्यसपछि म आज ब्लग एन्ड गर्दैछु। बाई बाई।